अहिले नेपालमा अध्यादेशको विषयलाई लिएर धेरै चर्चा र विवाद भइरहेको छ। त्यसैले आज हामी यसलाई सरल भाषामा प्रश्नोत्तरको माध्यमबाट बुझ्ने प्रयास गर्नेछौँ। अध्यादेश भनेको के हो? अध्यादेश भनेको संसद नचलेको अवस्थामा सरकारले ल्याउने स्थायी कानुन हो। सामान्य अवस्थामा कानुन संसदले बनाउँछ, तर जब संसद बैठक बसिरहेको हुँदैन र देशमा तत्काल निर्णय लिनुपर्ने अवस्था आउँछ, त्यस्तो बेला मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छ। यसरी जारी गरिएको अध्यादेश ऐनसरह मान्य हुन्छ, तर यो स्थायी कानुन भने हुँदैन। अध्यादेश कति समयसम्म मान्य हुन्छ? अध्यादेश सीमित समयको लागि मात्रै मान्य हुन्छ। जब संसद पुनः बस्छ त्यसको पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्छ। यदि संसदका दुवै सदनले यसलाई स्वीकृत गरे भने मात्रै यो स्थायी ऐनमा परिणत हुन्छ। तर यदि संसदले अस्वीकार गर्यो भने वा राष्ट्रपतिले खारिज गरिदिए अध्यादेश स्वतः निष्क्रिय हुन्छ। त्यसैले अध्यादेशलाई अस्थायी उपायको रूपमा मात्र बुझ्नुपर्छ। सरकारले किन अध्यादेशको बाटो रोज्छ? सरकारले प्राय त्यस्तो अवस्थामा अध्यादेश ल्याउँछ जब तुरुन्तै निर्णय लिनुपर्ने र संसद बैठक बसिरहेको हुँदैन। कतिपय अवस्थामा संसद प्रक्रिया लामो र जटिल हुने भएकोले पनि सरकारले छिटो काम गर्न अध्यादेश रोज्छ। तर अहिले जस्तो अवस्थामा संसद बोलाइसकेको बेला पनि अध्यादेश ल्याउँदा सरकारमाथि प्रश्न उठ्ने गरेको पाइन्छ। विपक्षी दलहरूले यसलाई संसद चल्ने प्रक्रियाको रूपमा प्रयासको रूपमा व्याख्या गर्ने गरेका छन्। अध्यादेश किन विवादास्पद भन्छ? अध्यादेश विवादास्पद तब बन्छ जब यसको प्रयोग आवश्यकताभन्दा बढी हुन्छ वा राजनैतिक स्वार्थको लागि गरिन्छ। अध्यादेशको धेरै प्रयोगले के असर गर्छ? अध्यादेशको बारम्बार प्रयोगले संसदीय व्यवस्थालाई कमजोर बनाउँछ। लोकतन्त्रमा कानुन बनाउने काम संसदको, तर जब सरकारले बारम्बार अध्यादेश मार्फत कानुन बनाउन थाल्छ तब संसदको भूमिका घट्दै जान्छ। त्यसैले संसदमा हुने बहस, छलफल र जनताको सहभागितालाई कमजोर बनाउँछ। दीर्घकालीन रूपमा यसले कार्यपालिकालाई बलियो र व्यवस्थापिकालाई कमजोर बनाउने जोखिम हुन्छ। त्यसैले अध्यादेश आवश्यक अवस्थामा प्रयोग गर्न मिल्ने एक संवैधानिक व्यवस्था हो, तर यसको अत्यधिक प्रयोगले लोकतन्त्रलाई कमजोर बनाउन सक्छ। त्यसैले अध्यादेशको प्रयोग सन्तुलित र जिम्मेवार ढङ्गले हुनु आवश्यक छ।